हेलो गाइजहरु, अहिले चाहिँ लोपे डाँडा भन्ने नाम चाहिँको एउटा ठाउँ हो, त्यहाँ जाँदैछौँ। त्यहाँ चाहिँ उतो काफलहरू फल्छ अनि ऐसेलुहरू अनि राम्रो भ्यू देखिन्छ माथि डाँडादेखि। त्यही भएर हामी चाहिँ जाँदैछौँ तीनजना, कुनाल, म अनि मम्मी। अनि त्यही हो, हामी चाहिँ हरेक वर्ष एकचोटि चाहिँ आएकै हुन्छ यो डाँडा चाहिँ। त्यसको बर राम्रो छ, तर आज चाहिँ अलिक हुस्से लागिरहेको छ। तल धरान देखिन्छ, उयो देखिएको चाहिँ सेर्गे हो। अलिकति घाम लागेको ठाउँ चाहिँ सेर्गे हो, सेर्गे। अनि त्यहाँदेखि गुराँसहरू फुलिसक्यो यो वर्षको लागि। हामी जाँदैछौँ, अब हामी गएर भेटौँ काफल बारी। अनि हामीले चाहिँ घरदेखि हिँडेको भ्लग बनाउनु पर्ने थियो, तर अनफर्चुनेटली हिँड्ने बेलामा चाहिँ बिर्स्यौँ। अनि अलिक माथि मात्रै आइपुगेको छौँ। अनि त्यहाँदेखि चाहिँ मैले गर्दैछु। पछि चाहिँ यस्तरी हुस्से एकैछिनमा आउँछ, सट्ट हुन्छ। अनि पानी पर्नु पनि खोज्दैछ। मेरो क्युट चप्पल हेर्नुहोस्, यो चाहिँ पानीको ट्याङ्की हो। अब हामी जानुपर्ने उकालो हो, घर फर्केर देश जाने। यता पर चाहिँ एउटा रिसोर्ट बन्दैछ। सही चाहिँ नाम्जे हो। त्यस्तो घुम्ने ठाउँहरू चाहिँ छैन, तर शान्त वातावरण अनि चिसो चिसो मौसम। दिस इज काफलको बोट। कतै जाँदाखेरि चिन्नु सक्नुहुन्छ, यसरी चिन्न सक्नुहुन्छ। ए म त ओहो काफल भन्नु आँटेको चाहिँ के हो यो? ए अब ठुलो भएर यहाँनिर क्या मम्मी, त्यहाँ गएर टिकटक गराउनु पर्छ। यस्तो आउँछ यहाँ चाहिँ हुस्से एक्कासी। हुस्सेले यो चाहिँ कस्तो बरम अनि त किन डर लाग्दो गर्दै आएको? म तर्सेको छु, म तर्सेर बाँच्छु। अनि त के गर्दै आएको नि? यस्तो तर्साउँछ। लेकमा छु म त, लेकमा छु। के पो भन्छ माया? म त लेकतिर छु है, माया भन्छ। अरू के छ लेकको भनाइहरू? के गर्नु त? ए लेकको उखान टुक्कार। भेडी गोठ चर्ने रन बन, कोसित गयो मेरो मन, मसित छैन मेरो मन, बरलिने मन, डुली हिँड्ने मन, बनचरी उड्यो बनै छोडेर,
बनै छोडेर साना साना पाठा भेडीको माउ बिना मान्दैन। हेर्नुहोस् काफल धेरै छ तर अलिकति काँचो छ, त्यसरी टिप्ने हो। ऊ त्यहाँ पाकेको पनि टिप्नु नसक्ने ठाउँमा गएर हेर थियो भने ल्याऊ। यता यहाँ मेरो नानीले चोबी चाहिँ त्यहाँ काफलको बोटमा चढ्दैछ। उसको नाम चाहिँ धेरैवटा राखिदिएको छु क्या मैले। के नाम पो भन्छ त्यो मायाले बोलाउने नाम? पोचो, नामीले चोबी, अनि के पो अरू? ड्याडीले के पो भन्नुहुन्छ? चुङ्कु। देखिन्छ देखिन्छ। सिद्धान्तको मान्छ क्या म। फलेको चिज मात्र टिप्ने, डाला भएको छैन, अर्को साल फल्दैन। कहिले चाहिँ काँचो काँचो खाओस् नखाओस् डाला भाग्छन्। म चाहिँ त्यस्तो गर्दिनँ। यो यहाँ देखाउँछु यतिको, तर अमिलै हुन्छ। कालो भएको मात्रै गुलिन्छ। उया किराको वैज्ञानिक नाम के हो? मलाई देखाउँदा कुनाल। हेलो गाइस, जास्का हो है। ओए नुन खोर्सानी यति नै। हामी चाहिँ यसरी नुन खोर्सानीसँग मलेर खान्छौँ काफल। लु खाएको खाऊ त टिपेर। यस्तो गर्ने होइन त खाने। हेर्नुहोस् गाइज, धेरै मिठो भएर भुइँमा बसेर खान थालेको छ। अमिलो अमिलो हरियोले पनि पुगेको। कस्तो डराएको किराको डरले खाने कुरा। कराएपछि चाहिँ म पनि तर्सिने मेरो बानी छ क्या। तर्सिने, डराउने, तर्सिने खालको। यो चाहिँ मेलको बोट हो। यिनीहरू लेकमा चाहिँ खानेकुरा हुन्छ। काफल, मेल, ऐसेलु, अनि के पो घङ्गारु, चुत्रो। घङ्गारु चुत्रो भनेको सानो सानो बोट हुन्छ। चत्तर यो ऐसेलुको बोट हो। फलेको पनि छ। बेरी भन्छ। अनि त्यसपछि यो चतराको बोट हेर्नुहोस् त। चतरा मेल सँगसँगै खाने कुरा त कति हो कति। लेकमा आउनुपर्छ, लेकमा आउनुहोस् साथी हो। फेरि मौसम मिल्दा मात्रै आउनु नि। सँगै काफल पनि। चतरा एउटा न एउटा मौसममा एउटा न एउटा कुरा चाहिँ भेटिन्छ। चतरा, ऐसेलु, मेल अहिले होइन, काफल यतिखेर खानु पाइने। अनि हाम्रो फोनमा चाहिँ ब्याट्री लो हुँदैछ। अनि हामीले पुरै भिडियो गर्नु नसक्ने अवस्था छ। गऱ्यौँ भने पनि अर्को फोनबाट त्यति राम्रो आउँदैन। ल्याएको त छु, त्यसमा पनि 50% होला चार्ज। हामी चाहिँ उता जाँदैछौँ। हामीले पहिला हालेको भिडियो गरेको ठाउँ पर त्यो के पो त्यो फुलको नाम? रातै फुल छ नि फागुनमा। अनि हामी त्यो बेला जहिले आउँछौँ। ओक्चिलेम्बा, हाम्रो भाषा चाहिँ ओक्चिलेम्बा हो। निगालोको बोट। अनि यो गोगुन, दुधिलो, अनि यो मुसुरे कटुस, बाँस, यो अर्को कटुस कि मुसुरे कटुस चाहिँ हो यो पनि। काफलको बोट कति छ। अनि यो राउने घारी, बनमारा। यो रोड चाहिँ माथि टावरहरू छ, धेरैवटा FM रेडियोको टावरहरू छ। त्यता लगेको
भएको रोड हो यो। फागुन चैतको शिशिर ऋतुको मौसममा यता माथि आउनु एकदम मलाई मनपर्छ। एकदम सुन्दर रमाइलो हुन्छ त्यो बेलाको भिडियो। यो चाहिँ कटुस हो। कटुस पनि खानेकुरै हो। यो चाहिँ अङ्गेर हो। यो चाहिँ नखाने कुरा। यसले बाख्रा मर्छ यो घाँस खायो भने। गाई बस्तु बाख्रा सबै थोक। अनि यो चौर यहाँनिर पहिला भिडियो बनाएको। त्यो बेला चाहिँ यतिखेरै हो। हरियालीको बेला पनि आएको छौँ अनि त्यो उजाड शिशिर ऋतुको बेला नि आएको छौँ हामी यो ठाउँमा। ब्लग बनाएर हालेको। ब्लग भन्दा पनि भिडियो मात्र बनाएर गीतमा हालेको। मलाई चाहिँ यता लेकको झारपात बोट बिरुवा साह्रै मनपर्छ। एक निद्रा यहाँ माथि डाँडा चौरमा सुतेको पनि त्यो जाडो मौसम थियो घरमा। अनि यता चाहिँ यस्तो उनिउघारी पनि छ। मलाई यही मनपर्छ। अनि यहाँको झारहरू यस्तो छ। मलाई खुब मनपर्छ। लेकको सबै थोक मनपर्छ मलाई। तर बस्नु चाहिँ मलाई फेरि चिसोको एलर्जी भएकोले गर्दाखेरि बस्नु चाहिँ गाह्रो छ। मलाई घुम्न चाहिँ लेक एकदमै मनपर्छ। यो चाहिँ अचम्मको ठाउँ छ। अनौठो। यहाँदेखि परसम्म एउटा ताल हुने ठाउँ जस्तै पोखरी जस्तै मैदान छ। पर जङ्गल छ। डर लाग्दो छ। यो फुल यो चाहिँ हामी चाहिँ धनकुटे फुल भन्छौँ। बच्चादेखि मैले खेलेको फुल हो यो। यसको बास्ना पनि मलाई मनपर्छ तर अरू कसैलाई मन पर्दैन अरे। मुलापाते यो चाहिँ एलर्जी चिसोको एलर्जीको चिसो एलर्जी क्या चिलाउने त्यो दाँतहरूको औषधि अरे। यसको पात जरा घोटेर लाउने। अनि यो भनेको पलमको बोटहरू मरेछ। यहाँ हामी पहिले पलम पनि टिपेर खाएको थियौँ। बेमौसमी पलम फलिरहेको थियो। ओए छाता खोइ। पानी पर्नु आँट्यो। यही हो त्यो रातै फुलेको औचिलेम्बा घारी। रातै फुलेको बेला पनि मैले भिडियो बनाएर हालेको छु मेरो पहिलाको भिडियोहरूमा। यो त्यही ठाउँ हो। अनि यो ओइ यस्तो डर लाग्ने कुरा। यो चाहिँ के पो भन्छ। कति राम्रो फुल छ यो बर्खा बेलामा। जङ्गलै भरि पिङ्क कलरको। अनि यो खान्छ पनि केटाकेटीले। यही होइन त्यो कालबेरी होइन। यस्तै पात हुन्छ तर ठुलो पात हुन्छ। त्यो च्यातेकै थियो। त्यो पुरानो अघि लेख्दै गरेको त होइन। यस्तै हुन्छ यो पनि हुन्छ। प्लिज त्यस्तो फाल्तु कुरा नसुन्नु। यो खाइँदैन। यस्तै चाहिँ हुन्छ बोट। अलिक पात चाहिँ ठुल्ठुलो हुन्छ। त्यसको फुल यस्तो हुन्छ भने यसको चाहिँ कस्तो हुन्छ? यसको लामो फुल हुन्छ। लामो झुन्डिने। त्यही होला। अनि त्यो झुन्डिनेको त फल कहाँ यस्तो फल्छ त? त्यसको फल त अनि त्यो लामोको फल त तलै झुन्डिन्छ नि। यो त्यही हो कालबेरी। त्यही त होइन क्या मम्मी। यो अर्कै नै हो। 3 खालके हुन्छ क्या यस्तो पनि।
यो चाहिँ कस्तो फुल छ त यसको फुल मलाई सम्झाइदिनु पानी पर्न थाल्यो अब कहाँ बस्नु हामी बस्ने ठाउँ चाहिँ कहीँ छैन यो ठाउँमा डरलाग्दो बाटो छ यहाँ चाहिँ कहिले काहीँ कस्तो दामी यार हेर भूतको फिल्म सुटिङ गर्ने ठाउँ हो यो चाहिँ म अगाडि हिरोनीको कमी भयो जस्तो लाग्यो हिरोनी भन्दा पनि यहाँ के पात्र लवर हो के अन्त अरु यहाँनिर सिन मात्र भयो क्यारेक्टर चाहियो भने नै हो मजाकिया रूपमा भनेको नि भूत क्यामेरामा चाहिँ आउँदैन अरे क्या खासमा त्यसो भए खोइ म अगाडि दिन्छु तल हामी आएको बाटो यस्तो छ गीत गाउ न लेकको गीत लेकैको ए माया ऐसेलको सिजन चाहिँ सिद्धिसक्यो यो अलिअलि रहेछ यहाँ छ नि काफल पोहोर परारको काफल यही हो त काटेर यस्तो हालत रहेछ नि कहाँ फल्छ त काफल बोट मात्र छ यहाँ अम्लिसो घारी हो यो हामी चाहिँ यताबाट घुम्दै यहाँबाट यस्तो 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 हुँदै यस्तो आएको हामी मलाई अरूको भ्लगहरू देखेर चाहिँ खुब जाउँ जाउँ लाग्छ यस्तो लेकतिरको भ्युजहरू देख्दाखेरि बकेट लिस्टमा छ मेरो यो भिडियो देखेर चाहिँ अरूलाई त्यस्तो लाग्छ कि लाग्दैन भिडियो नै कतिजनाले देख्छ बढीमा 100 जना फेरि हो न यो चाहिँ भोगटेको बोट हो किनामा बनाउँदा चाहिँ उसिनेर यसमा यो पातमा बेरेर राख्नुपर्छ एकदम राम्रो बन्छ मिठो भन्दा नि राम्रो मिठाई मिठाई ल मिठाई आँखा तर्दैछिन् मलाई पोचोले यसको फल हुन्छ नि त्यो पाक्दाखेरि गुलियो गुलियो हुन्छ खाइँदैन कोक्याउँछ रक्सी चाहिँ पार्छ थाहा छ देखेको छस् र बनाएको त देखेको छैनस् नि मैले भनेर पार्नु त फलफुल सबैको पार्छ ऐसेलीको पार्छ काफलको पार्छ किम्बुको पार्छ भोगटेको पार्छ त्यो के पो त्यो जस्तै दाना हुने हाँडेको पार्छ हाँडेको चाहिँ बरु खाइन्छ क्या फल त्यो सेतो सेतो पाक्छ यसको भोगटेकोले चाहिँ चिलाउँछ कन्याउँछ कोक्याउँछ अहो यो के हो टुन्ड्रा वनस्पति होइन टुन्ड्रा यो त के हो लाइकेन अलि होइन होला हौ ए यो ब्रायोफाइट्स ए भक्त टेरिडोफाइट होइन टेरिडोफाइट यो ब्रायोफाइट्स त त्यो च्याउ होइन च्याउै हो च्याउ पनि पर्छ होला पनि मेरो बेइज्जत नगर्नु टेरिडोफाइटा भनेको फुल लाइकेन हो फेरि फुल नफुल्ने
त्यो बिरुवालाई चाहिँ दुई भागमा विभाजन गरेको छ हैन टेरिडोफाइटा र ब्रायोफाइटा ब्रायोफाइटा भनेको चाहिँ यस्तो जस्तो चाहिँ पात हाँगा केही छुटिँदैन क्या मतलब पात भनेर यसको त पात जस्तो त्यसको जरा पनि अनि त्यो च्याउको जरा हुँदैन त्यसको एक्ज्याक्ट यो पात हो यो फल हो यो जरा हो भनेर छुटिँदैन नि त त्यही भएर क्या मलाई कति राम्रो छ हेर्नुहोस् हामीले चाहिँ अब टावर पुगिसक्यौँ कुन कुन टेलिभिजन कुन कुन एफएमको टावर चाहिँ मलाई त्यति राम्ररी थाहा छैन हावा चलेको बेला त्यहाँ दामी देखिन्छ भने औषधि जन्ने चिजहरू त्यो त्यत्तिकै खानु हुँदैन नि एउटा टावर यहाँ माथि चाहिँ कति 7-8वटा टावर छ हामीले तल 2-3टा कटेर आइसक्यौँ यहाँ एउटा छ अनि यहाँ पर छ अरू हुसे लागेर केही देखेको छैन ठ्याक्कै टावरभित्र छिरिँदैन मुनि हामी चाहिँ तल्लो बाटो लाग्यो यो हो घङ्गारु चाहिँ फेरि यो पनि पाकेपछि खाइन्छ यो हुन्छ रातो पाक्छ खानेकुरा त कति हो कति कहाँ स्कुलमा अनि यति बत्तलमा ल्याउँथ्यो काफल होइन अनि धुलो खोर्सानी र नुन लगाउँथ्यो अनि क्लासमा म्यामहरूले पढाउँदै गर्दा त्यो गरेर मैले नै पनि पढाउँथेँ अनि अमरु के पो बर्रा के हर्रा हो त्यो हर्रा खान्थे यिनीहरूले अनि अमरुको पात पनि बाँडी यत्रो टुक्रा खाएको मैले देखेको मिठो हुन्छ 2-3वटा टावर देखियो अहिले चाहिँ त्यो हुसेले नदेखेको यहाँभन्दा अलिकति उता पनि छ यहाँ परको देखेकै छैन फेरि हुसेले यदि तपाईहरू हिँड्नु सक्नुहुन्छ हाइकिङ आउनुहुन्छ छोटो दूरीको नाम्जेको माथि उकालो चढ्नुपर्छ तर त्यो प्रकृति लभरलाई मात्रै हो है हामीले देखाउनु पर्ने कतिपय कुराहरू छुट्यायौँ होला तलबाट पनि यो माथिको भ्यूज राम्रो देखिन्थ्यो नि अघि हुसे लागेको थियो घोरताप्रे हाम्रो लेकमा चाहिँ सबै जडीबुटी नै जडीबुटी छ यो पनि औषधि नै हो ओखती नै हो अनि यो घोरताप्रे हो यो रुगाखोकी लाग्दा खाइन्छ त्यतिकै चपाएर पनि खाइन्छ उमालेर पनि झोल पनि पिइन्छ यो चाहिँ ठोट्ने हो यो पनि तरकारी खान्छ मान्छेहरूले खाइन्छ अरे मैले चाहिँ खाएको छैन दसैँमा मासुमा हड्डी उसिन्दाखेरि चाहिँ हालेर खान्छ जुका पनि आउँछ यहाँ त हामी चाहिँ एकदम रफ्तारमा हिँड्दैछौँ किनभने त्यो छैन ब्याट्री पनि छैन समय पनि छैन साँझ परिसक्यो के भन्छ त्यो के पो भन्छ त गालासाला भन्ने भनेको होला नि उकी फुल यो पहिलो खालको यो अर्को 2टा टावर कति राम्रो चौरी चौर हामी चाहिँ यहाँ हिउँदो महिनामा ड्राई फ्रुट लिएर यहाँ आउँछौँ
अनि खान्छौँ हामी बस्छौँ 1 2 3 4 5 6 अलि पर थियो एउटा 7 अनि तल 3वटा छोडेर खोइ हेर्नुहोस् फुलहरू पनि फुलिरहेछ यो सिरो हो अब चाहिँ हामी यहाँ टिकटक बनाउँछौँ है कतिवटा भाषा आउँछ तँलाई लिम्बू मगर राई अनि इङ्ग्लिस नेपाली हिन्दी छवटा ल भन्न हल्ला नगरलाई हल्ला मेन दगे लिम्बू हाम्रो यामको डोन्ट मेक नोइज इङ्ग्लिस हल्ला नगर्नुहोस् नेपाली हल्ला मत करो हिन्दी मगर एकछिनै मगर चाहिँ सोच्नु पर्छ माछा भन्छु क्या अनि किन बाँकी रह्यो हल्ला माजाट्नी भन्छ हौ माच्याक्नी भनेको नगरायो भनेको होइन अरू सबै भने त अरू केही अरू कुनै भाषा के देख्यौ छाताहरू देख्यो होला नि कतिवटा छाता भित्र फुल फुलेको रहेछ माथि फुलबारीमा यो फुल चाहिँ बेसीमा खासै हुँदैन लेकमा मात्र हुन्छ मेरो रुचि चाहिँ एउटा फोटोग्राफी भिडियोग्राफी हो हैन अनि त्यसको लागि ठिक्क मिलेछ मलाई अभिनेत्री चाहिएको मलाई फोटोग्राफर चाहियो मैले फोटो पनि कति राम्रो राम्रो खिचिदिन्छु नि फोटो एकदम राम्रो निकाल्छु यदि मैले फोटोग्राफरको अवसर पाउनु हो भने म क्यामेरा किन्छु चिन्ता नगर्नु अनि मलाई चाहिँ अब यो भिडियो खिच्दाखेरि सिन मात्रै खिचेर पनि के गर्नु त्यहाँ एकजना क्यारेक्टर पनि चाहियो नि त त्यसको लागि चाहिँ म मेरो छोरीलाई लिन्छु समय मिलेको बेलामा छोरीको फोटो भिडियो हाल्यो भनेर नेगेटिभ चाहिँ नसोच्नु होला मैले चाहिँ त्यो म चाहिँ नेचर लभर पनि हो अनि मेरो भिडियो फोटोग्राफर पनि हो मेरो रुचि त्यसैले गर्दाखेरि मात्रै मैले गरेको हो उसको पनि फुर्सदको समयलाई मात्रै म लिन्छु सधैँ म लिन्न अनि हामी त्यस्तो गोक्ते खालको पनि होइन के त्यो भनेको अनि यस्तो भिडियो गर्नु फोटो खिच्नु कोहीलाई खुब लाज लाग्छ नि लजाउँछ नि त्यस्तो पनि होइन हामी फेरि फोटो खिचौँ भनेपछि खिचिदिइहाल्ने भिडियोमा अरूले खिच्यो भने देखिनु लजाउने लुक्ने खालको पनि होइन म पनि देखिनु परेन उनीहरूलाई मात्रै मैले निकालिदिँदैछु फोटो खिच्नु यो सिरु पनि खाइन्छ नि फेरि थाहा छ
एकचोटि के गर्ने भयो कस्तो किस्सा याद आयो त्यो उता छ नि त्यो उता कलोटेमा जाने बाटोमा अनि हामी स्कुलदेखि फर्किँदा आउँथ्यो त्यो दिन स्कुल गएको थिइनँ म ढिलो भएर के भएर अनि त्यो सिरु डाँडा छ नि त्यहाँनिर यति सिरु भेलाको एक दिन त पनि फर्केको होइन त साँच्ची जिमी गाउँबाट आउँदा त्यही दिन होला घर स्कुल नआइकन धेरैजना खुब फर्किन्थ्यो ढिलो भयो भन्दा अनि एक दिन चाहिँ यो पनि ढिलो भए पनि स्कुल आउँदा हुन्थ्यो नि त एक दिन एक्सक्युज गरेर छिर्नु दिइहाल्नुहुन्थ्यो यस्तो पर्यो भनेर मै स्कुलमा आफ्नै आमा हुँदा नि थुर डराउँथ्यो केही गर्नु केही बोल्नु डराएर बस्थ्यो गाली खानु पनि म त मरे सरह लाग्थ्यो अनि ऊ चाहिँ एकदम अनुशासित छात्र हो क्या एकदम चाहिएको भन्दा बढी अनुशासित डराउने अनि पछि मलाई रियलाइज भयो त्यति अनुशासित हुँदैन भनेर धेर खुम्चिनु पनि हुँदैन क्या सो गाइजहरू अहिले चाहिँ फाइनली हामी यो डाँडा थियो अनि यहाँदेखि अब हामी घर फर्किँदैछौँ उता पनि कुद्नु अब पर Bye bye Kunal. Bye bye. This is यो फोनमा पनि भिडियो त ठिकै आउँछ अब यसको पालो आयो अर्कोमा ब्याट्री सक्यो अब हामी चाहिँ हाम्रो उ त्यो चेन्ज भएको छ म क्यामेराम्यान अनि मम्मी चाहिँ के भन्नु होइन अर्कै शब्द भन्दै नि त कि क्यारेक्टर कुकुर त पालेको छैन होला नि कति लाग्यो उयो हो यहाँ मेरो साथीको घर हो यहाँ चाहिँ एउटा चाहिँ 90 मेगाहर्ज एउटै सुने यो पछाडि नयाँ बने घर हो कि यो के टिभीहरूको ओके यो यसरी बेला मरेपछि यस्तो हुँदो रहेछ हौ हेर्नु न त लु गयो छ लौ यता छातीमा क्यामेरा आफूलाई इन्ट्रेस्ट लाग्ने काममा मात्रै हो क्या मेरो इन्ट्रेस्ट काम म गर्छु एकचोटि गरिदिन्छु नि त यो कोदोको ब्याडै पानीको एकदम समस्या हुन्छ पानीको चाहिँ यही पानी भए पनि गाई बस्तुले खानु र बिरुवामा हाल्नु यहाँ एउटा माछा पाल्दा हुने नि घाम लाग्दा पानी तातिने त्यसले तातो पानीमा त कतिको पानी रहेछ चिसो रहेछ यहाँ फुकेको हुन्छ उहाँले त बुझ्नुहुन्छ होला है यहाँनिर त्यो लक थिचेर भिडियो एन्ड भएको थियो क्या अनि फेरि सुरु गरेको मैले बोलेको वर्ड चाहिँ लास्टको एउटा अक्षर चाहिँ आयो होला कस्तो रिस उठ्ने त अहिले चाहिँ त्यो सेतो फुल्ने बुकी चाहिँ फुलेको छैन यो बेलामा फुल्दैन चैत वैशाखमा फुल्छ अनि यो रहने लु बोल 6 वर्ष बसेँ तर म चाहिँ खासमा प्रकृति लभर हो कि अनि फुल खिच्छु मान्छेलाई चाहिँ त्यति प्रायोरिटी दिन्न ल
हाम्रो पनि फोन थियो नि हौ ल्याइएन र पनि फोनको ब्याट्री सिद्धियो आज अलिकति खल्लो भयो ऊ त देखिन चाहिँ मजा है ब्लू कलरको चरा छ अगाडि तर देखिँदैन खै सिक्दैन ऊ त्यो ए अन्त नि उड्यो चराहरू पालो पालो एकअर्कालाई बोलाउँदैछन् चराको चिरबिर चिरबिर आवाज कति रमाइलो मेरो नेचर चाहिँ कस्तो छ भने गुराँस पनि फुलेको रहेछ यहाँ गुराँस फुल्ने मौसम अलिकति बितिसक्यो र पनि यहाँ चाहिँ फुलिरहेछ म चाहिँ केटाकेटीसँग बच्चाहरूसँग रमाउने हिँड्न डुल्न खेल्न बच्चा जस्तै खेल्न मलाई एकदम मनपर्छ रमाइलो लाग्छ यो रिसोर्ट बन्दैछ यो सल्ला गोब्रे सल्ला मजा अब यो तलको रोड यो हाइवे चाहिँ रवि राके सडकको तल्लो सिस्नो अनि यो ओखरको बोट अनि यहाँनिर हामी गोरेटो बाटोबाट तल रोडमा झर्दैछौँ अनि यहाँ जुका पनि आउँदैछ जुका 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 या बम्बी राडो बम्बी ने निरेली बाटोमा ने निरेली भनेको के हो तेरा नाम ने निरेली फाइनल्ली हामी चाहिँ हाइवेमा झरिसक्यौँ यता भेडेटार हुँदै धरान जान्छ अनि यता चाहिँ डाँडा बजार राजा रानीका घर बाइकहरूको डिजाइन कहाँ यहाँ देख्छ र मेरो अर्को आइफोनमा चाहिँ देखिँदो रहेछ यो चाहिँ हाम्रो यो ठाउँ चाहिँ चुचेढुङ्गा भन्ने ठाउँ हो यो नाम्जे गाउँ हो यो अनि यो गाउँ होमस्टे नाम्जे होमस्टे यो नाम्जे स्कुल होइन यो रोड नास्तिरको अनि यो +2 भवन यहाँ चाहिँ हाम्रो स्कुलको होटल म्यानेजमेन्टको भवन हो नाम्जे गाउँ यही हो यो टाढा टाढाबाट घुम्न आउँछन् शुक्रबार शनिबार चाहिँ भिड हुन्छ यहाँको होमस्टे होटलहरू सबै फुल हुन्छ खाने बाटो हो